Hello guys, वेलकम टु जोशी ब्लग। अहिले चाहिँ हामी हैन बाहिर जान कहाँ जानु भनेर बुझ्न चाहनुहुन्छ भने थाहा पाउन चाहनुहुन्छ भने उत्सुकता छ भने हैन भिडियो अन्तिमसम्म हेर्नु होला। अहिले चाहिँ हामी यहाँनिर 9 बिसेको खाजा खाने ठाउँमा छौँ र यहाँ हुनुहुन्छ डिजेट बस र यहाँ हुनुहुन्छ ज्योति गुरुङ। अहिले चाहिँ हामी यहाँनिर खाजा खानेको लागि रोकेका छौँ। वेदर एकदमै मस्त छ र सबैलाई ह्याप्पी न्यू इयर। यहाँ चाहिँ हाम्रो सानो डग आएको भएर ज्योतिलाई चाहिँ माया लागेर पुच्छर हल्लाएको देखेर चाहिँ यहाँ बिस्कुट किन्दैछ। अन्त ल यहाँ प्रतिभा बहिनीले खतरा दिमाग लगाएर हामीसँग भएको ताजा ताजा दुनोट दुनोट खुवाउने रे। ओह त्यसरी झरा नआएर त गाइजहरू तिमीहरू यहाँ क्यामेरामा फिल्ड भइरहेछ। ल रातै भएछ र आयो डुनोट आयो डुनोट। ल डुनोट दिन्छ अब। ओ क्याच गर्न सकिन। भुइँमा नदेऊ त्यहाँनिर प्लेट लिएर आऊ। उता टेबलमा हाल्छ टेबलमा। ल कति ज्ञानी। मैले त कलरै यस्तो भने त हिलो लाएर पो यस्तो आएर बिचरा भोकै होला। कति भोक लाग्थ्यो होला। कति माया लाग्दो यो डग। सक्यो अर्को लिएर आउँछ। एउटा लिएर आउँ न भोक लाग्छ। यिनीहरूको फाइट चलिरहन्छ बिच बिचमा। अब कम्फू देखाउनलाई डिजेटले अब स्नेक हान्छ। स्नेक स्टाइल। बहिनीले चाहिँ अब मङ्की हान्दैछ। ल अर्को डुनट लिएर आएको छ ज्योतिले। ल नाइस। यसरी तपाईँले खुवाउनु भएर तपाईँलाई कस्तो फिल भइरहेको छ? तपाईको स्वर्गमा बास हुन्छ। भन्नुस् ठिकै मात्र। डेन्जर छ त्यहाँ। ल अहिले यति नै। फाइनली हामी पुग्यौँ कोरिन्टा रिट्रिट। ल गाइज हामी चाहिँ यहाँनिर कोरिन्टा रिट्रिटमा पुगिसक्यौँ र यहाँ अगाडि हुनुहुन्छ ज्योति गुरुङ। भैँसीको मासु छुम स्विमिङ पुल जाँदैछौँ अहिले हामी। ल गाइज अहिले चाहिँ हामी स्विमिङ पुलतिर लाग्दैछौँ। यहाँ हुनुहुन्छ ज्योति म्याम। राम्रै भएर कता हिँडेको हट भएर ल हाम्रो स्विमिङ पुल त्यतानिर छ। दुईजना गाइजहरू अलरेडी त्यता पुगिसक्नु भएको छ।
ल अब हामी जाँदैछौँ कस्तो धेरै पछि हैन आउँथेराको छौँ आज चाहिँ अब रिफ्रेसै मुड हैन यस राम्रै बनाइदिनु दिन तपाईहरुसँग पनि बाडौँ भनेको है गाइजहरु बच्चाको ठाउँमा छिरिरहेछ घडी ओ डिजिटल खतरा खेले त ल गाइज अब चाहिँ हामी स्विमिङ गरेर रुमतिर लाग्दैछौँ सुक्खा सुक्खा भएर होइन त गाइज कस्तो भयो रमाइलो भयो ल लेट्स गो है So finally guys, we are here at Barasinghe. हामी चाहिँ हिँडेर आएको उतादेखि हाम्रो उता रिसोर्ट उता थियो लगभग हामी 20 मिनट्स प्लस जति हिँडेर फाइनली हामी आइपुग्यौँ ल लेट्स टुर यो चाहिँ हाम्रो फ्याक्ट्री भयो जहाँ बारसिङ्गेहरूको मेड अहिले हामी फ्याक्ट्री टुर पनि गर्नेछौँ यहाँ चाहिँ बारसिङ्गे कसरी बन्छ भनेर सबै कुराहरू देखाउँछ अब यहाँबाट हाम्रो मुनि अब हाम्रो चाहिँ यहाँनिर बियर कार्टिन छ ल बारसिङ्गे I love Barasinghe. क्याप फुकाला नि तिमी किन क्याप लाग्यो We love Barasinghe. ल है हामी चाहिँ फाइनली पुगिसकेका छौँ र यहाँ हाम्रो पछाडि बारसिङ्गेको आई लभ बारसिङ्गे भनेर छ I really love Barasinghe but ल अब चाहिँ हामी यहाँनिर कता अरे हो बियर गार्डन जाँदैछौँ अनि कस्तो भयो त यात्रा भन्दाखेरि अलिकति गर्मीमा हैन यस्तो गर्मीमा एकदमै थकान भयो अब हामी त थकानको प्यास अम्बो खत्रै मेटाउने वाला छ जोतिले आज प्याक छ जस्तो छ हाम्रो भित्र त अब ठाउँ पाउँदैन आज त लास्टै प्याक छ किनकि आज न्यू इयर हो लास्टै प्याक छ यहाँ पुरै गार्डन भरि मान्छे छ र यहाँ पनि एकदम प्याक छ बस्ने ठाउँै छैन जस्तो है भित्र चाहिँ प्याक छ जस्तो लाग्यो मलाई यसो हेर्ने बेलामा बाहिर पनि मान्छेहरू बसिरहेछ भित्र अभियसली प्याक होला त्यही पनि लेट्स सी गाइज हैन ओहो कस्तो खतरा कुलर ओ माई गॉड भित्र प्याक रहेछ अरू ठाउँमा छैन अझै प्याक रहेछ लगभग सबै प्याक हो साधारणलाई सिटिङ ल्याइदिनु न हजुर ल फाइनली हामीले आएका छौँ सो हामीले फाइनली यहाँनिर सिट पायौँ ल अब लेट्स अब डाइभ इन्टु अब टेस्टिङ बियर होइन हामीसँग स्याम्पल मगाउँछौँ अब त्यो बियरको भेराइटिजहरू हुन्छ त्यसमा चाहिँ अब 1 2 3 4 5 5वटा हुन्छ होला सायद होइन त्यो मगाएर टेस्ट गरेर त्यही प्रिफरेन्स अनुसार हामी अब आफ्नो रिभ्यू गर्नेछौँ होइन आर यु गाइज एक्साइटेड ओके हाम्रो जम्बो बियर आइसकेको छ यस्तो भने यस्तो यो गर्ने हो कि यो खाने स्टाइल हो क्या होइन कि यसरी हो कि
Oh my god. Oh my god. That relief. चितो होला के गोली भयो छिटो लाग्यो मलाई चितो लागेन मलाई त मलाई छिटो लागेन मलाई फर्स्ट टाइम हल्का तितो त भयो हल्का चितो त बियर सेकेन्ड चग लु अब चियर्स गर्न आँटेको थिएँ चियर्स गर्न आँटेको यहीँबाट खाइदिने So heavy and so heavy. Give me a hand. भन्छ यार डिजेको लास्टै चिसो हुन्छ थाहा छ This is oregano. This is chili flakes. Woo! And seasoning. Salve action. Olive oil. कसैले olive oil? Yeah. हातै छिर्दो रहेछ Olive oil. La. Okay. मलाई पनि जरा दियो अरे Tabasco. Yes. Tabasco पनि. छिरेन हात छिरेन अड्क्यो हात अड्क्यो हात अड्क्यो सक्छ अड्क्यो अलिकति साँच्चै होइन यस्तो गर्दा उनी फेरि साँच्चै सोच्छ कि उनी फेरि कस्तो तपाईँले यस्तो गरेर अड्के कहाँ अड्किन्छ कोही त लेट्स डाइभ छिर्दैन होइन यस्तो गरेर निकाल्नु चाहिँ भनेको कि तपाईँ अड्के खानै पर्यो त्यो बेला प्रतिभा दिल्ली ल चेयर्स ह्यापी न्यू इयर लाइट निकाल्न मलाई चाहिँ यो के अब बेकन भएको दिन न बेकन भएको पनि लिएछु कि ल बेकन यहाँ छ क्या यहाँ छ क्या बेकन ल होइन कि त्यहाँ दाइले गर्दै हो कि ए च्यादो ओके ल cheers happy new year guys come on स्वाद आइरहेछ sorry मिठो यसमा चाहिँ बेकन पनि रहेछ बेकन भने के हो पोर्कको पेटको भात पेटको भात मिठो एक पिस मेरो जग्गाको हेर त नाइस यसपछि पनि हामीले थुप्रै रमाइलो गऱ्यौँ तर भिडियो लिन चाहिँ बिर्सेछौँ है अनि यो चाहिँ हामी भोलिपल्ट फिर्किँदै गरेको यात्राको भिडियो है ल आजको ब्लग्स म यहीँ इन्ड गर्न चाहन्छु आजको लागि धन्यवाद है अहिलेसम्ममा जे होस् जसले लाइक एन्ड सब्सक्राइब गरिदिनु भएको छ मलाई फलो गरिदिनु भएको छ त्यसको लागि धेरै धन्यवाद र कतिजनाले गर्नुभएको छैन उहाँहरूले पनि फेरि गरिदिनु होला भनेर म रिक्वेस्ट राख्न चाहन्छु हुन्छ गाइज आजको लागि यति नै थ्याङ्क यू